यो 15 लाखभन्दा बेसी जुन बङ्गलादेशी यहाँ मुसलमानहरू छन् तिनीहरूलाई डिपोर्ट गर्न र भारतबाट अर्को नआउने त्यो सुझाव दिनुपर्ने हो क्या। सुन्नुहोस् न तपाईँ यार बडा तपाईँहरूको जुन यो भारत म भारतको चाहिँ दलाल हो र मसँग यसरी कुरा गर्नुहुन्छ तपाईँ। अगर नेपालगञ्जसँग फैलिदियो भने आर्मीले त पत्तै पाउँदैन कता गोली चल्यो र कता के गर्यो भने कि भारतले सेना पठाउनु पर्ला। म त त्यो पनि वार्निङ दिइराखेको छु, म गएर ल्याइदिने होइन त नि। यो एउटा षड्यन्त्र हो क्या। हिजो आज तपाईँसँग आफ्नो धर्म बचाउनको लागि लडाइँ गर्नु पर्दैन। अहिले दुनियाँ धेरै बुझ्ने भइसक्यो। अहिले के छ भनेदेखि यस किसिमको हिंसा गरेर कुनै एउटा समुदायले, फेरि त्यो धार्मिक हो तर समुदायले चाहिँ आफ्नो वर्चस्व कायम गर्न खोजेको हुन्छ या कसैमाथि आफ्नो अधिपत्यता चाहिँ जमाउन खोजेको हुन्छ। यहाँ के छ भन्नुहुन्छ भने हामी कहाँमा 15 लाखभन्दा बेसी बङ्गलादेशी मुसलमान छ। यो त म सुरुदेखि भन्दै आउँदैछु नि। एक दिन यो गाजा हुन सक्छ, एक दिन यो आतङ्कवादीहरूको बेस हुन सक्छ भनेर मैले भनेको 1 वर्षभन्दा बेसी भइसक्यो। तपाईँको यो तथ्याङ्क सूचना हो? म भन्दैछु नि, कसैले छ भने यसलाई खण्डन गर्नु। सुन्नुहोस्, तपाईँको यो सूचना हो कि तथ्याङ्क कति सार्वजनिक भयो? म एनालिसिस गर्छु, एनालाइज गर्छु। म यता सुन्छु उता सुन्छु, कुनै बेलामा भारतले निकालेको अफिसियल डाटा हेर्छु। म भारतीय अफिसियल डाटाको आधारमा तपाईँले बोल्नु होइन, सुन्नुहोस् न, कहिले भारतको हेर्छु, कहिले हामी कहाँमा चाहिँ के अरे बङ्गलादेशीहरू पस्यो भनेर चाहिँ हामी कहाँ पनि फ्याट्टफुट्ट आउँछ। अस्ति मात्रै मैले 1 वर्षदेखि लगातार भन्दै अस्ति मात्रै हाम्रो आइजीले भने कि भनेन कि हामी कहाँमा बङ्गलादेशी, रोहिङ्गिया र सोमालियाबाट चाहिँ हामी कहाँमा मुसलमानहरू आएर बसेका छन् घुसपैठिएको रूपमा भनेर उनीहरूले भनेको छ कि छैन? उनले भन्नु र मैले भन्नुमा फरक के छ भने मैले तपाईँलाई सङ्ख्या भनिदिएँ क्या, आइजीले त सङ्ख्या भनेको छैन। तपाईँलाई यो चिज भन्दाखेरि मैले के को आधारमा सुरुदेखि भनेको थियो भने भारतमा जब एसआइआर भनेको जब चुनाव प्रान्तीय चुनावको बेलामा उनीहरूले भोटर लिस्ट अपडेट गर्न थाले नि, अघि मरेकाको भोटर लिस्टबाट काट्न थाले अघि, र जो पलायन गरिसकेका तिनीहरूको काट्न थाले। त्यो सँगसँगै उनीहरूले बङ्गलादेशबाट जो इल्लिगली यहाँ आएका छन् तिनीहरूको, भारतमा आएका छन् तिनीहरूको पनि लिस्ट निकाल्न थाले। त्यो 3 करोडभन्दा बेसी छ भने मैले त 15 लाख मात्रै भने 3 करोडको 15 लाख भनेको कति भयो भने 5% हो कि होइन? 5%। अब भारतबाट यिनीहरूलाई पठाउँदैछ, कोही आफै जाँदैछन् बङ्गलादेश, जो बङ्गलादेश जान सक्दैन। कहाँबाट कहाँ छिर्छ त भनेदेखि ओपन बोर्डर भएको त नेपाल मात्रै हो। तपाईँ पाकिस्तान छिर्न सक्नुहुन्न, बङ्गलादेशले लिएन भने तपाईँले जबरजस्ती छिराउनुपर्छ। नेपालमा त जबरजस्ती छैन नि। बल्ल अहिले चाहिँ अलिकता स्ट्रिक्टली होइन डिजिटली कन्ट्रोल र मोनिटर गर्न थालेको छ हाम्रा चाहिँ भन्सारहरू होइन, अहिले लेटेस्ट टेक्नोलोजीले। र त्यो हुँदाखेरि कहाँबाट कहाँ चाहिँ हाम्रो टाँसिएको छ भने युपी, त्यसपछि गएर बिहार, त्यसपछि गएर नर्थ बङ्गाल हो कि होइन? यी 3टै प्रदेश भारतका चाहिँ कम्तीमा पनि एभरेजमा 20% भन्दा बेसी मुसलमान आबादी भएको चाहिँ प्रदेशहरू हो। भनेपछि मुसलमानको कन्सन्ट्रेसन
हेर्नुहोस्, त्यहाँ मुसलमानको जनसङ्ख्या 15% हो भारतमा, 15-16% हो। 20% भन्दा बेसी त यी तीनटा प्रदेशमा छ भने अरूमा त कम छ नि त। यो के डिजाइन अन्तर्गत हो भन्न खोज्नु भएको तपाईँ? मलाई सिद्ध्याउन यो जुन सुनसरीको घटना भयो, पटक पटक तराई मधेसमै यस्ता किसिमका घटना जब चाडबाड नजिकिन्छन् त्यो पटक पटक भइरहन्छ। मलाई सिद्ध्याउन त दिनुहोस्। हाम्रो पूर्वको वेस्ट बेङ्गालसँगको सीमा र बङ्गलादेशको सीमा भनेको 22 किलोमिटरको फरक छ। चिकन नेक त त्यही छ नि। चिकन नेक भनेको नेपालको जमिन र बङ्गलादेशको बिचको भारतको जमिन जम्मा 22 किलोमिटर मात्रै छ, हो कि होइन? उनीहरूको छिर्ने बाटो पनि त्यही हो अधिकांश। त्यस कारणले यो यहाँ छ भने अघि तपाईँले जे प्रश्न सोध्नुभयो कि यो किन जहिले पनि हाम्रो चाहिँ धार्मिक कुनै पर्वमा हुन्छ भन्ने कुरा तपाईँले सोध्नुभयो, त्यो जायजै हो। त्यसै बेला मात्रै तपाईँले न्यू खोज्न सक्नुहुन्छ नि त, अघि। अब तपाईँ हेर्नुहोस्, न्यू के हो? न्यू के हो भने उसले साउन्ड ट्र्याक बचायो। डिजे भनेको त्यही त होला नि, हो कि होइन? पहिले लाउडस्पिकर हुन्थ्यो, अहिले डिजेको चाहिँ अहिले यो नयाँ एपरेटस आएको छ, हो कि होइन? हाम्रो हिन्दूहरूको जहिले पनि एउटा लङ मार्च भनौँ न, एक ठाउँबाट अर्को ठाउँ हामी धार्मिक यात्रा पैदल गर्दाखेरि भजन गाएर गर्छौँ कि गर्दैन? त्यस बेलामा लाउडस्पिकर थिएन, अब त जे फेसिलिटी छ त्यो गर्छ नि। मुसलमानहरूले हरेक नमाज पढ्नुभन्दा 1.5 घन्टा अगाडि उनीहरूले अजान पढ्छ क्या लाउडस्पिकरबाट, अब यहाँ नमाजको टाइम भयो भनेर। त्यो चिजले अहिलेसम्म झगडा भएको थियो त नेपालमा, अहिले भारतको नकल गरेको हो। हेर्नु, एउटा त्यो। अर्को चिज के छ भने अस्ति भर्खर चाहिँ ककरोचहरूको आन्दोलन दिल्लीमा शान्त भए तापनि त्यहाँ आरजेडी र बिजेपीको लडाइँ छ। के अरे बिहारमा, यो बिहारसँग टाँसिएको गाउँ हो, यो गाउँपालिका हो। यो त तपाईँलाई थाहा होला, अहिलेको न्युजले त बुझिसक्नु हो। यो धरानमा भएको घटना त होइन। त्यसले के गर्छ भने यहाँको मुसलमानलाई उतापट्टिको मुसलमानको पनि आड हुन्छ नि। 10 गजा त फरक हो नि, हो कि 30 फिटको त फरक हो नि। त्योभन्दा पनि के छ भने अहिले लहर चलेको छ भारतमा मोदीलाई कमजोर गर्ने या सत्ता पल्टाउने या जेएनजीको नाममा, स्टुडेन्टको नाममा ककरोच भनेर पार्टी खोलेर युवाहरूलाई उतार्ने, विद्रोहमा उतार्ने अहिले फ्यासन चलेको। यो त श्रृङ्खला छ भनेर भनि नै राखेको छ, हो कि होइन? अब यहाँ चाहिँ 15 लाख छ, हाम्रो पनि 15 लाखको हाराहारी होला भनेपछि जति नेपाली मुसलमान छ त्योभन्दा बेसी त अब पुग्न आँटिसक्यो बाहिरी मुसलमान। उनीहरू यस्ता दङ्गा भोगेका र दङ्गा गरेका भारतमा 3 पुस्ता भइसक्यो। यो बङ्गलादेशीहरू बसेको, जो बस्दाखेरि पनि उनीहरू के गर्छन् भनेदेखि उनीहरूलाई त्यहाँको लोकल नेताहरूले चाहिँ तपाईँलाई आधार कार्ड दिलाइदिन्छन्, भोटर कार्ड दिलाइदिन्छ, सबै त त्यहाँ डुप्लिकेट हुन्छ। त्यो भएपछि तिनीहरूलाई आफ्नो उसमा राखेर, छत्रछायामा राखेर त्यहाँका विपक्षी दलहरूले या अरू दल भनौँ न, बिजेपी बाहेकको दलहरूले चाहिँ उनीहरूलाई भोट ब्याङ्कको रूपमा युज गरेको हुन्छ। त्यो हट्ने बित्तिकै उनीहरूलाई अप्ठ्यारो छ। अनि उनीहरूबाट भोट पनि लिन्छन् र आफ्नो एरियालाई कन्ट्रोल गर्न पनि मसल पावर पनि उनीहरूबाटै हुन्छ। तिनीहरू त्यहाँबाट भागेका छन् भने क्या, पढे लेखेका हुने खाने त आएका त छैनन्।
यिनीहरूलाई यहाँ बसिसकेपछि यहाँ यिनीहरूलाई बेस चाहिएको छ, एउटा कुरा त्यो। दोस्रो कुरा, आजभन्दा 25 वर्ष पहिले चाहिँ आइएस भन्ने चाहिँ सिरियामा एउटा कट्टरपन्थी उग्र सङ्गठन थियो कि थिएन? त्यसले सिरिया कब्जा गरेको थियो। त्यसले सिरिया मात्रै होइन, झन्नै भारतभित्र पनि छिरिसकेको थियो, हो कि होइन? एउटा यस्तो धार्मिक फेनाटिक्सहरूको सङ्गठन छ जसले आफ्नो धर्मको आधारले सत्ता कब्जा गर्न खोज्नेछ। अब यहाँ सबै चिज तयार छ। अहिले खाडीमा आइएस त उहिले सिद्धिएको थियो, है। त्यसपछि हिजबुल्ला जन्मियो लेबननमा, गाजामा हमास छ, उसमा यमनमा हुती छ। यी तिनटैलाई कसले समर्थन गरेको छ भने इरान र टर्कीले गरेको छ। सबैलाई थाहा छ, किनभने धर्मको आधारले। त्यहाँ अब उनीहरू एक्सपोज भइसके यो खाडी युद्धले। त्यसपछि उनीहरूलाई नयाँ बेस चाहिएको छ र सबैभन्दा ठुलो ठाउँ जहाँ उनीहरूले आफ्नो डेरा जमाउन सक्छ त्यो हो भारत। यहाँ पैसा पनि छ, जमिन पनि छ, आवाज पनि यस्तो छ कि तपाईँ त्यसभित्र पस्नुभयो भने तपाईँ बिलाउनुहुन्छ। 25 करोड चाहिँ यहाँ भारतमा त मुसलमान छन्, हेर्नुहोस्, 23देखि 25 करोडको हाराहारीमा। त्यसमा 3 करोड चाहिँ बङ्गलादेशी छ। तिनीहरूले सेफ हेभेन र यी कट्टरपन्थीहरूले बेस खोज्दैछन् भनेर त म भन्दैछु। त्यसको एउटा झिल्को हो यो क्या। जबसम्म यसमा पुगिँदैन तपाईँले अहिले सद्भाव त कायम गर्नुहुन्छ एकछिनलाई भन्नु, हो कि? तर के छ भने यो फेरि फैलिन्छ क्या। जस्तो डिजे बजाउन रोक लगाएको छ प्रशासनले, होइन? यस्ता उपाय अवलम्बन गर्दाखेरि समाधानतर्फ जाँदा अर्को न्यू खोज्छ। न्यू खोज्नेले उनीहरूलाई न्यू खोजेर यहाँ चाहिँ आफ्नो अस्तित्व जमाउनु छ भने यो कुरा अहिले मधेसलाई आधार बनाएर हो त नि। अरू कुन ठाउँमा मधेसी नेताहरूले चाहिँ सिके राउतको एउटा अभिव्यक्ति हेर्ने हो भने चाहिँ सेनादेखि लिएर चाहिँ प्रहरी शासक, अहिलेको वर्तमान शासकले मधेसमा दङ्गा फैलियोस् र काटमार होस् चाहन्छन् भन्दिए। त्यो फैलाउने नै यिनीहरू हो। तपाईँ कुन कस्तो त नि? यिनीहरूले आफ्ना त्यहाँ भोटर बनाएका छन्। जस्तो बिहारमा बनाउँछन्, जसरी युपीमा बनाउँछन्, यिनीहरूले बनाएको थियो। यसपालि भोट हाल्न पाएन, किनभने यिनीहरू निक्लिनै पाएनन् क्या। यो जुन हावा चल्यो है, त्यो हुन्डरीले यिनीहरूलाई त्यो भगाइदियो। नभएदेखि हार्थ्यो त सिके। हार्यो भने पनि अर्को मधेसीसँग हार्थ्यो। त्यो त होइन, त्यही त म भन्दैछु त। अब यिनीहरू फेरि जुर्मुराएका छन् क्या। यही समयमा फेरि प्रचण्ड श्रीलङ्का जानु, श्रीलङ्काबाट फर्किएपछि एक दिनको आन्दोलन भन्नु र यो घटनाको सम्बन्ध छैन सर? म त्यो चिज भन्दैन, हो कि? तर के छ भने यिनीहरू अहिलेदेखि होइन। त्यहाँ मेन कज के छ भनेदेखि तपाईँले त्यो बङ्गलादेशी, रोहिङ्गिया र सोमालियाका जुन मुसलमानहरू छन्, ती मुसलमानहरूलाई तपाईँले डिपोर्ट गर्नुहुन्न। जहाँ रोहिङ्गिया भनेको त म्यानमारका हो भन्ने त। अहिले सोमालियाको नाम चाहिँ आइजीले लिएको छ, याद गर्नु होला, तपाईँ चेक गर्नु होला। म त एकपल्ट सुनेपछि मेरो चाहिने चिज म दिमागमा सेभ गरेर राख्छु। तपाईँहरू जसरी मोबाइलमा राख्नुहुन्छ म दिमागमा राख्छु, हगि? त उसले त भनिसके नि आइजीले। मैले अघि पनि दोहोऱ्याएँ, उनले नम्बर भनेर म नम्बर भनिदिँदैछु। यो हर दिन बढ्दैछ। बङ्गालीहरूसँग नेपाली पासपोर्ट नै देखियो के हो? सबै चिज डुप्लिकेट हुन्छ भने एआईले जे पनि बनाइदिइराखेको छ। तपाईँ कुन धुनमा हुनुहुन्छ त्यो अहिले हाम्रा चेकपोस्टहरूमा कि त पैसाले काम गर्छ, होइन कि तपाईँ त्यसको चेक गर्ने तपाईँसँग मेसिन छैन, हो कि होइन? अब यहाँनिर अघि जस्तो सिके राउतले जोडे जस्तै सेनाको विषय चाहिँ धेरैले उठाइरहेका छन्।
विपक्षी दलका नेताहरूले पनि यो के सेनाले के गर्न खोजेको, यसरी यस्तो किसिमको साम्प्रदायिकतामा चाहिँ बल प्रयोग गर्ने सेनाले अथवा सेना त्यसरी परिचालन हुने, सेनाबाट समाधान निक्लिन्छ भनेर प्रश्न उठाए नि सर। त्यो सेनाबाट प्रश्न समाधान उठ्दैन भने अहिले सर्वदलीय मिटिङ छ, सेनालाई कसले परिचालन गर्छ? सरकारले गर्छ। सरकारको जुन पार्टीको सरकार छ उसैले बोलाएको मिटिङमा तपाईँ हुनुहुन्छ भनेर हेर्नुहोस् त, सेना नचला भनेर हेर्नु। सेनामाथि निरन्तर प्रश्न उठ्न थाल्यो नि। किन उठ्दैछ भन्नुहुन्छ भने सेना सिद्ध्याइदिइसकेपछि अलिकता पनि जुन यिनीहरूलाई के अरे जुन अवरोध छ होइन, प्रतिरोध गर्ने शक्ति जुन सरकार के अरे सरकारसँग छ त्यो त नष्ट भयो। त्यसपछि त जसको बल जसकी लाठी उसकी भैँस भयो। महेश बस्नेतले त के भन्नुभयो नि, खाकी रगडे सिग्देलले शाहको पछि लगाएर बालेनको पछि लगाएर होइन, यी सबै मूर्ख हुन्। मलाई के भन्छ महेश भाइले मलाई थाहा छैन, मैले भाइ भनेर यो शब्द उठाएँ। यी सबै परिचालित छन् अहिले आफ्नो व्यक्तिगत स्वार्थको लागि। यिनीहरू अहिले सरकारलाई साथ दिनुपर्नेमा, बालेनलाई साथ दिनुपर्नेमा र यो 15 लाखभन्दा बेसी जुन बङ्गलादेशी यहाँ मुसलमानहरू छन् तिनीहरूलाई डिपोर्ट गर्न र भारतबाट अर्को नआउने त्यो सुझाव दिनुपर्ने हो क्या। ए बाबा, यिनीहरूको पछाडि जसले यहाँ जुन शक्तिले त्यहाँ यसलाई इस्ट्याब्लिस गर्न खोजेको छ तिनीहरूले यिनीहरूलाई नजानी उचालेको छ। ल क्लियर कट भनिदिन्छु। अर्को चिज यिनीहरूको लोभ के छ भने बालेनलाई कमजोर बनाइदिन सके, स्वतन्त्र पार्टीलाई फुटाइदिन सकेदेखि त हाम्रै उसमा आउँछ। तर त्यसको किमत के हुन्छ थाहा छ? के मूल्य तिर्नुपर्छ नेपालले? हामी गाजा हुन्छौँ या लेबनन हुन्छौँ या यमन हुन्छौँ। यमन र लेबननमा के छ? त्यसको अझ विकराल रूप त रुवान्डाको स्थिति। तेरेका त्यता नजानुहोस् न, पहिले यो त बुझ्नुहोस् म के भन्दैछु। युद्ध त सामान्य हुँदैन। धार्मिक युद्ध गया त्यसले नै। यहाँ धार्मिक धर्म भन्ने चिजै छैन, त्यो एउटा बहाना हो भनेको, न्यू हो। भदौ 24 गते जेनजीले गरेको हो, जेनजीले गरेको हो। कसले भन्यो? जुन स्टुडेन्टहरू आएका थिए 23 गते तिनीहरूले त वापस लिइसकेको थियो नि त, हो कि होइन? त्यो त न्यू भयो नि त। त्यो हामी पनि त्यसमा बेकुफ भयौँ नि त। जुन स्टुडेन्टहरूलाई अगाडि सारेर त्यो न्यूमा त्यो बहानामा त्यहाँ ओलीले गोली नहानेर बोलाएर जसरी मोदीले गर्यो त्यस्तै गरिदिएको भएदेखि 24 गते आउँथ्यो त। त्यो पो भने त मैले त मान्छेले यस्तो पोलिटिकल कब्जा गर्नको लागि न्यू खोज्छ क्या। सेकेन्ड वर्ल्ड वारमा अस्ट्रियामा एउटा आर्मीको गोली लाग्दाखेरि त्यही न्यूमा चाहिँ हिटलरले सेकेन्ड वर्ल्ड वार गरेको हो नि। एकजना मर्दाखेरि सेकेन्ड वर्ल्ड वार डिक्लेयर गर्नुपर्ने थिएन, उसलाई गर्नु थियो, उसले न्यू खोज्यो। यहाँ तपाईँलाई कट्टरपन्थी मुस्लिम्सहरूको बेस बनाउनु छ, त्यस कारणले यो धार्मिक यो द्वन्द्व देखाएको। अर्को द्वन्द्वले चाहिँ यहाँ कट्टरपन्थी मुस्लिम सङ्गठनहरूको त बेस त हुँदैन होला नि, के हुन्छ? त्यो पो भने त मैले। त्यस कारण यहाँ के छ भने यो जुन 15 लाखभन्दा बेसी जुन मुसलमानहरू छन्, यी काठमाडौँमा मुसलमानको सङ्ख्या बढेको छ। अहिले कति ठाउँमा तपाईँको चाहिँ मदरसा नभनौँ ऊ चाहिँ के अरे मस्जिदहरू बढेको छ। यी धर्मान्तरण हुँदैछ मुस्लिम धर्ममा। तपाईँले सुन्नुभएको छ कि छैन? तपाईँसँगै भनेको जस्तो लाग्छ मैले आफ्नो कार्यक्रममा। अहिले के छ भने एउटा चाहिँ MBBS पास गर्नको लागि तपाईँलाई 1 करोड रुपियाँ चाहिन्छ। त्यो त थाहा छ तपाईँलाई?
अघि त्यो 1 करोड रुपियाँ सर्वसाधारणसँग छैन, जेहेन्दार स्टुडेन्टसँग छैन। अनि त्यस्तोलाई समातेर ल आफ्नो साथी बना, तँ चाहिँ पढ भनेर त्यसरी पनि यहाँ धर्म परिवर्तन भइराखेको छ नि त। यो चिजमा जबसम्म तपाईँ तल पुग्नुहुन्न, गहराइमा पुग्नुहुन्न, यिनीहरू यो गहराइमा पुग्दैन है। यसमा यी विपक्षी दलहरूको पनि ठुलो हात छ र कहीँ रविले पनि यसैमा नखेलिदियोस्। अघि अहिले रविले पहिली सर्वदल भनिसक्यो, बालनको अनुपस्थितिलाई लिएर विपक्षी दलका नेताहरूले प्रश्न उठाउँदाखेरि उहाँहरू काम गरिरहनु भएको छ, प्रधानमन्त्री गृहमन्त्री नआउनुमा। त्यो बाबा केटाकेटीलाई ललिपप दिएको हो। उनका त बाउ सरका मान्छे छन् नि त्यहाँ, छैन? त्यो भनेर बेकुफ बनाएर त्यो जनता यो आजभन्दा 25-30 वर्ष पहिलेको बिहारी राजनीति गरेर अहिले हुन्छ। सबै चिज त अहिले तपाईँ एआईमा जानु भने जे पनि निक्लिन्छ नि। यो के छ भने रविले पनि अहिले आफ्नो शक्ति सञ्चय गरेर आफू बालेनमाथि हावी हुन खोज्दैछन् भन्ने कुरा त आम चर्चा नै छ नि। उनले बुद्धि पुगेको भए पहिले आफ्नो पार्टीलाई एक ढिक्का बनाउँथे, पहिले रविसँग बालेनसँग कुरा गर्थे र 180 जना जुन बाँकी सांसद छन् तिनीहरूको भेला गरेर एक राय त बनाउँथे होला नि। आफ्नो घर बलियो नभइकन अर्कोसँग लड्न कुरा गर्न जानु मिल्छ? तपाईँलाई जग्गा बेच्नु छ, छोरा बुढीसँग सल्लाह नगरिकन तपाईँ बेच्नुभयो भने सही गर्ने बेलामा त सही, साँची बस्ने बेलामा त बस्दिँदैन होला नि त। किन चाहिँ के अरे यत्रो सिरियस कुरामा चाहिँ प्रधानमन्त्रीसँग भेटिएको खबर आएको छ र काम गर्दै हुन्छ। कल्सले चाहिँ भने काम गर्दै हुनुहुन्छ। अहिले आर्मी किन हातमा लियो भनेर विपक्षी दलहरू उसैलाई सोध्दैछन् भनेर तपाईँ भन्दै हुनुहुन्छ। उसलाई थाहै रहन्छ रविलाई। त्यो उसले त पहिले आफ्नो पार्टीसँग हाम्रो पार्टीको स्ट्यान्ड यो है भनेर अनि अरू पार्टीसँग कुरा गर्नुपर्ने हो कि होइन? पोलिटिक्स गर्ने हो भने यी सबै भणुवाहरू हुने हेर्नुहोस्। अघि यो यिनीहरूले अब बालेनलाई अझ पनि म सल्लाह के दिन्छु भनेदेखि सर्वपक्षीय एउटा भेला गर, हरेक क्षेत्रका मान्छेहरूले उनीहरूले नन पोलिटिकल राष्ट्रहितको कुरा निकालिदिन्छ। त्यसपछि तिमी एउटा निर्णय ल्याऊ। त्यति गर्न सक्दैनौ भनेदेखि रविको पछाडि पनि बाँकी 178 लाग्नु हुँदैन सांसदहरू। तिनीहरूले बसेर निर्णय गर्नु। यो मैले तपाईँलाई भन्नु, राजीनामाको कुरा चाहिँ त्यो बेतुका कुरा हो। प्रधानमन्त्री त्यो के अरे कमजोर मान्छे राजीनामा दिनुपर्ने रमेश लेखकहरूले गोली चलाउँदा अहिले दिन नपर्ने भने नि त। कसको त्यो अब त्यो केटाकेटी कुरा गरेर त्यो रविले जवाफ पनि दिए, जेन्जी आन्दोलनमा र सुनसरीमा गोली चल्नु फरक विषय हो भने। त्यसमा चाहिँ म बालेनसँग सहमत छैन। यो सुनसरीमा गोली चल्नु जेन्जी आन्दोलनभन्दा खतरनाक हो। अझै खतरनाक हो। त्यही त फरक भयो नि। फरक हो नि। यो देशको अस्तित्वको कुरा छ। त्यहाँ अमेरिकनहरूले साथ दिए पनि अरूले साथ दिए पनि त्यहाँ चाहिँ नेपालीकै हातमा थियो। आयो नि त नेपालीकै हातमा। आखिर चुनावमा त गयो नि। कट्टर नेपालीको हातमा हुनेवाला छैन भन्दैछु। यो चिज कर्फ्यू जारी छ सर त्यहाँ। 70मा फेरि तनाव बढेको छ। त्यही त म भन्दैछु। यो त्यहाँबाट फैलिएर नेपालगञ्जसम्म पुग्यो भने के हुन्छ? हिजो त माइती घरमा मुसलमान देश छोड भन्ने नारा पनि लाग्यो अरे। अनि ती हाम्रा नेपाली मुसलमानले चाहिँ के गर्छ? ती नेपाली मुसलमान पनि ती 15 लाखको शरणमा जान्छ। समस्या नेपाली मुसलमान भित्रको होइन, होइन। नेपाली मुसलमानको बिचमा एकैपल्ट नेपालमा के अरे धार्मिक द्वन्द्व भएको छ। त्यो हो बाराको चिउटामा।
चिउटा भन्ने गाउँपालिका थियो, अहिले के छ मलाई थाहा छैन। त्यहाँको हाई स्कुलमा राजा महेन्द्रले हेलिकप्टरमा ओर्लिएर त्यहाँ उनले चाहिँ एउटा त्यहाँ बनाएको छ, मञ्च बनाएको छ इँटाको है। म 38 सालको चुनावमा त्यहाँ गएर त्यही हाई स्कुलको मैदानमा मैले पनि आमसभा गरेको, म चुनाव लड्दाखेरि। त्यहाँ भइसकेपछि अनि शान्त भएको हो। त्यस्तो खतरनाक त्यो चाहिँ धार्मिक युद्ध हो। त्यहाँ विदेशी शक्तिले गरेको होइन, त्यहाँ मुसलमानहरूले आफ्नो अधिकार र हिन्दूहरूले आफ्नो अधिकारको बिचको लडाइँ हो त्यो चाहिँ। हेर्नुहोस् अघि त्यो रोकिएपछि त्यो दिनदेखि यो मलाई लाग्छ 27-28 सालको कुरा हुनुपर्छ है, किनभने 29 सालमा त राजा महेन्द्र नै स्वर्गवास भयो। समयमा त खासै यस्तो धार्मिक मेरो कुरा त सुन्नुहोस् न, तपाईँलाई इतिहास बताइदिँदैछु, फ्याक्ट बताइदिँदैछु। यो चिज त्यसपछि त्यो दिनदेखि राज संस्थामा नेपालका मुसलमानहरूले विश्वास गरेका हुन्। त्यसपछि कहिले पनि दङ्गा भएन। हेर्नुहोस्, र नेपाल उनीहरू नेपाली भनेर उनीहरू एक प्रकारले त्यो सीमाको रक्षा गर्नेमा मुसलमान पनि हुन्। मधेसीले गर्यो भने के खालि अरू हिन्दू मधेसीले मात्रै गरेको हो? मुसलमान मधेसी कहाँ छन् त? त्यही तराईमा त छन्, हो कि होइन? मधेसमा छन्। त्योदेखि भइसकेपछि अहिले मोडर्न युगमा यो 21औं सदीमा जब यो के अरे उग्रवादी आतङ्कवादीहरूको सुरु भयो, त्यस बेलादेखि अमेरिकामा एट्याक हुन्छ, ट्विन टावर तपाईँलाई थाहा छ रहेछ, युरोपमा हुन्छ, सबै ठाउँमा, अस्ट्रेलियामा यिनीहरू दङ्गा गर्न थाले। किन दङ्गा गर्न थाल्यो भने त्यहाँ आफ्नो प्रभुत्व जमाउनको लागि, धर्मको लागि होइन। धर्म उनीहरूको स्ट्रेङ्थ हो क्या, सबै मुसलमान र अरू मुसलमानको चाहिँ समर्थन लिनलाई। अहिले खाडी युद्धमा अगर यो इरानी आयतुल्लाहरूले उनीहरूले धर्मको नाम नलिएको भए त बाउ त मर्दिसकेका थियो नि त, हो कि होइन? किन चाहिँ त्यहाँ तख्ता पलट भएन भने किनभने धर्मयुद्धमा यो पर्ने भयो। त्यसपछि त सारा ऊ त जाग्न कर लाग्यो। अहिले मैले हिन्दू धर्मको के अरे कुप्रचार गर्दै अहिले सडकमा हिँडेर मलाई कुट्छन् नि। त्यस्तो हो धर्म भने चाहिँ। त्यसकारण यो के छ भने जबसम्म मैले हिजोदेखि यही चिज भन्दैछु, सिरियसनेस कुरा हो यो, हाम्रा नेताहरूको दिमागमा पस्दैन। किनभने सबैलाई उनीहरूलाई थाहा छैन कुन शक्तिले उनीहरूलाई चाहिँ उचालिरहेको छ भने यही हो मौका, बालेनलाई ठेलिहाल, यही हो, निम्न नदे। यिनीहरूले आगो निम्न दिँदैन। तपाईँ कुन धुनमा हुनुहुन्छ? कसको संरक्षणमा विदेशी मुसलमान यहाँ छ त्यो चाहिँ पत्ता लगाउनुहोस् त तपाईँ। बेला मोदीले फेरि बालेनलाई भ्रमणको निम्तो दिए, त्यो कुराकानी औपचारिक आयो नि सर। औपचारिक आएपछि म सब कुरा आर्नु भन्नुभएको थियो नि। कुरा सुन्नुहोस् न, मैले हिजै भनिसकेँ, तपाईँ हिजो आउनु भएन अघि। यहाँ चाहिँ कट्टरपन्थी मुसलमानहरूको अड्डा भयो या ट्रान्जिट ठाउँ भयो भने हामी यो हो भन्दै त नि सुरुदेखि नै। भएपछि सबैभन्दा ठुलो कसलाई चाहिँ के अरे खतरा छ भने मोदीलाई खतरा छ। ऊ त चाहन्छ नै जसरी पनि यहाँ शान्ति र स्थिरता हो। कतिपल्ट मैले भने यहाँ शान्ति र स्थिरताको लागि म जे पनि गर्न सक्छु भनेर उसले आफ्नै मुखले भनिसकेका छ। यो जुन द्वन्द्व छ नि, यो षड्यन्त्रलाई साथ दिने चाहिँ त्यहाँ युपीका अखिलेश, युपीमा भएका कांग्रेस आई राहुल गांधी का कार्यकर्ता,
बिहारमा भएका लालुका कार्यकर्ता, कांग्रेस आईका कार्यकर्ता जो मोदी विरोधी हुन्, सबैले यहाँ देशव्यापी रूपमा, तराईव्यापी रूपमा भयो भने तिनीहरूलाई तिनै विदेशी मुसलमानहरूसँग एग्रिमेन्ट गर्न जोड दिन्छ। त्यो कुरा बुझेर नभएदेखि हिजै किन भन्नु परेको थियो ल भन्नुहोस् त। त्यही कुरा बुझेर बालेनलाई बोलाएको, आऊ तिमी छिटो, नभए हामीले एक्सन लिनुपर्छ भने यो वार्निङ हो। यो रविले बुझ्छ कि बुझ्दैन, गगनले बुझ्छ कि बुझ्दैन, उनीहरूलाई त एन्टी मोदी पर्दा लगाएर आँखामा पट्टी बाँधिदिएको छ। यो सबैभन्दा दुःखको कुरा। यसको जड रुट भनेको यी विदेशी मुसलमानलाई बाहिर ननिकालिकन नेपालमा यो जुन कम्युनल जुन हो, के भन्छ नेपालीमा, साम्प्रदायिक दङ्गा जुन चाहिँ हिंसा जुन चाहिँ छ, यो बढ्दैन। यो धार्मिक युद्धै होइन। कसरी रोकिन्छ त? मैले भनिहालेँ तुरुन्तै भारत जाने, किनभने भारतको सहयोग नभइकन हुँदैन। दुईटालाई यो समस्या हो, मोदीलाई पनि समस्या हो, हामीलाई पनि समस्या हो। उसलाई के भन्नुपर्छ भने अब उपरान्त मैले के भन्दैछु भने तपाईलाई जबसम्म भारतबाट, यो भारतबाट आएको हो नि, बङ्गलादेश कहाँबाट आयो? आकाशबाट आयो कि चाइनाबाट आयो कि पाकिस्तानबाट आयो? भारतको ठाउँबाट नआइकन त्यो नेपाल पस्यो त? भन्नुहोस् त। ती भएका 3 करोड छन्, तिनीहरू आउँदैछ। पहिले भारतले त्यो रोक्नु पर्यो। उताबाट आइराख्ने, यहाँ तपाईँ मारिराख्ने, कहिलेसम्म मार्नुहुन्छ एकछिनलाई भन्नु। त्यसपछि यहाँ भएकालाई चाहिँ हामीहरूले चिन्हित गरेर एक ठाउँमा समात्नु पर्यो। तिनीहरूलाई हामीले होल्डिङ सेन्टरमा राख्नु पर्यो। यिनीहरूलाई राखेको जस्तो, के अरे सुकुम्बासीलाई राखेर जुन दुःख गरेपछि यिनीहरूलाई राख्नु पर्यो। 92,000 पाकिस्तानी आर्मीलाई भारतले 1.5 वर्ष राखेको थियो, थाहा छ? कन्सन्ट्रेसन क्याम्पमा, होइन, प्रिजनर क्याम्पमा। त्योलाई यिनीहरूलाई निकाल्नु पर्यो। रोग त्यो हो क्या। तपाईँलाई क्यान्सर छ भने क्यान्सर काटेर फाल्नुहुन्छ कि लिभर काटेर फाल्नुहुन्छ? तपाईँलाई छातीमा क्यान्सर छ, लिभर काटेर फालेर हुन्छ? त्यसलाई तपाईँले गर्नुहोस्। त्यसको लागि तपाईँलाई भारतको सहयोग चाहिन्छ, किनभने ऊ यसको दोषी हो। म भन्दैछु नि, अब गएर हामीलाई सहयोग गर्नुहोस् तपाईँ र हामी मिलेर। पहिले हाम्रो अरू समस्या तपाईँ होइन, यसलाई हटाउनुहोस्। हटाउनमा दुईटा मिलेर गरौँ। त्यो मुसलमान, विदेशी मुसलमान हट्ने बित्तिकै हाम्रा मुसलमान केही गर्दैनन्। तपाईँलाई म त्यसको इक्जाम्पल दिन्छु। आजभन्दा 3 वर्ष पहिले यही पर्साको छेउछाउ कतातिर हो कि सिरास या महोत्तरी कतातिर हो, 22वटा देशका मुसलमान धार्मिक संस्थाहरूको मिटिङ भएको थियो, अन्तर्राष्ट्रिय स्तरको। त्यो तपाईँलाई थाहा छ कि छैन? त्यसमा करिब 10,000 आएका थिए, 10,000। त्यसमध्येमा कति फर्के त्यो कसैलाई थाहा छैन, किनकि हामी रेकर्ड राख्ने चलन नै छैन। तिनीहरूले नै 4,000 यहाँ चाहिँ मदरसा थपिदियो। हेर्नु, तिनीहरूले नै 400 मस्जिद थपिदिए। तपाईँको मुसलमान समुदायको जनसङ्ख्या नबढिकन तपाईँ स्कुल थप्नुहुन्छ? तपाईँ मन्दिर थप्नुहुन्छ? जबसम्म मुसलमानहरूको त मन्दिरै हो नि, मस्जिद त हाम्रो। उनीहरू त्यहाँ जाने भएन भने के गर्नुहुन्छ तपाईँ? त्यसै बनाउने त होइन, त्यहाँ छ र त बनाए। त्यसैले यो अहिलेको प्लान होइन, यो 3 वर्ष 4 वर्षदेखि सुरु गरेको थियो। हाम्रो यो छुट चाहिँ प्रचण्डहरूको पालामा दिएको हो। गणतन्त्र आइसकेपछि, गणतन्त्र पहिलेसम्म पनि थिएन। यो चाहिँ क्लियर छ। ठिक छ, सकेसम्म नेपालभित्रैबाट यसको समाधान खोजिनुपर्छ। तर भारतको साथ भनिरहँदाखेरि भारत
को नाम लिइरहँदाखेरि त भारतको उदाहरण त अझै ताजै छ नि होइन। मणिपुरको घटना त अझै सेलाउन सकेको छैन। मणिपुर आफ्नै समस्या मोदीले समाधान गर्न सकेको अवस्था छैन। गरिसक्यो त, मणिपुरमा गरिसक्यो। तपाईँलाई के बुझ्नुहुन्छ? तपाईँहरू चाहिँ मणिपुरमा समाधान भयो, भइसकेको छ। तपाईँ हेर्नुहोस् त, मणिपुरको अहिले कुनै न्युज आउँछ? कुनै न्युज आएको छ मणिपुरको? यो त बिबिसीले चलाउँछ, के अरे सिएनएनले चलाउँछ, कतै देखेको छ? तपाईँहरू त हेर्नै पाउनुहुन्न, किनभने तपाईँहरूलाई फुर्सद छैन। दिनभरि कुद्नुहुन्छ, रातभरि तपाईँ चाहिँ मणिपुरको समस्या समाधान भइसकेको छैन। कहाँ चाहिँ छ भनेर, कुन चाहिँ पेपरमा छ, कहाँ चाहिँ छ, त्यो चाहिँ मलाई देखाइदिनु। सुन्नुहोस्, पहिले हाम्रो इन्टरभ्यू सिध्याउनु। यी नेताहरूले अहिले सर्वदलीय बैठक बस्यो, यिनीहरूले रुट कज थाहै पाएको छैन भने, बुझ्न खोजेको पनि छैन। त्यो भन्यो भने पनि त्यहाँ चाहिँ यो जुन तराईका चाहिँ नेताहरूलाई बोलाएको छ, तिनीहरूले ढाकछोप गर्छ। त्यहाँ कम्युनिस्टहरूले ढाकछोप गर्छ। म तपाईँलाई भनिदिन्छु नि कुरा, कुन ठुलो कुरा। जोसुकैले मारोस्, जोसुकैले गरोस्, मोदी चाहिँ सिद्धियोस्। नेपालभित्र चाहिँ जसरी पनि होस् बालेन सिद्धियोस्। बालेन सिद्धियो भने टुक्रेको स्वतन्त्र पार्टीको नेता हुन्छ रवि, होइन? टुक्रेको नेपाल, के अरे लङ्गडोलाई त तपाईँलाई लट्ठी त चाहियो नै, हो कि होइन? के भन्छन्, के त्यो उसमा कान उसमा राखेर हिँड्ने लङ्गडोले, त्यो त को हो? ओली हो, प्रचण्ड हो, मधिसे हो। अनि दुईटै खुट्टा काटेपछि त दुईटैतिर लगाएर त टेकेर हिँड्नु पऱ्यो। एकतिर मोदी, के अरे ओलीको क्रचेज लगाउँछ, टेक्छ, एकतिर शेरवाल, के अरे सर्वदलीय बैठक बसिरहेको छ, नेपालबाटै समाधान निक्लिने अवस्था छैन भन्नुहुन्छ तपाईँ। भारतमै 2023 मे महिनादेखि मैती र कुकी समुदायले जुन सुरु भएको द्वन्द्वको कुरा गरेँ मैले, होइन? मणिपुरमा त्यो केही मात्रामा नियन्त्रणमा आए पनि स्थायी राजनीतिक र सामूहिक समाधान। तपाईँहरू अस्ति ककरोचहरूको आन्दोलन हुँदा कति खुसी हुनुहुन्थ्यो मसँग? खुसी थिएन। तपाईँहरू खुसी हुनुहुन्थ्यो? नेपालकै जस्तै रूप लिएर होइन, होइन। तपाईँहरूले के भन्नुहुन्थ्यो भनेदेखि अब मोदी सिद्धियो, यहाँ मोदी लगलग कामिसक्यो, बालेन्स होइन। तपाईँहरूकै मिडिया नि यस्तैले त तपाईँ नेपालीलाई चाहिँ सिद्ध्याउनु हो। आफू त तपाईँहरू के हुनुभएको छ म नभनौँ है। म आवेशमा होइन, मलाई रिस उठेको तपाईँसँग। म आवेशमा होइन। मैले एउटा जिज्ञासा मात्रै राखेको के सर, मणिपुरकै समाधान हुन नसकेको अवस्थामा अब यता तपाईँहरू कुन धुनमा हुनुहुन्छ? मैले त्यतिखेर भनेको होइन, मोदीले सम्हाल्छ। यो मोदीलाई पहिलो होइन, योभन्दा पहिले यो अहिलेको हाम्रो जुन सुनसरीमा तराई क्षेत्र, मधेस क्षेत्र जुन तनाव छ, यो मोदीले मात्र समाधान गर्न सक्छ। मोदी फेरि केटाकेटी कुरा गर्नुहुन्छ। के अरे बिरामीले मार नखाइकन धामी उफ्रेर काम लाग्छ? मार त खानु पर्यो होला नि, पर्यो कि परेन? पहिले आफू रोग लिएर जानु पर्यो। तपाईँ एउटा कुरा भन्नुहोस् न, किन दिल्ली गएर चाहिँ सुरेन्द्र केसीहरू, बिरामीहरूले चाहिँ दबाई गराउँछ? किन नेपालमा गराउँदैन? भन्नुहोस् त। त्यसको जवाब छ म तपाईँसँग। कतिपयको त्यो रहर, इच्छा, चाहना पनि होइन। कसले भनेको छ? विदेशमा उपचार गराउने स्पोन्सर। म फेरि तपाईँ यस्तो, तपाईँलाई जुन दिन पर्छ नि त्यस दिन तपाईँलाई थाहा हुन्छ। बुझ्नुभयो? मेरो एउटा साथी थियो, मेरो एकदम जिग्री दोस्त मरिसक्यो अघि, मेरो सबैभन्दा मिल्ने केटाकेटीदेखिको साथी हो। ऊ बिरामी पर्यो, म हेर्न गएँ। ऊ एउटा प्राइभेट, त्यो के अरे मन्त्री क्वार्टर भएको ठाउँलाई के भन्छ पहिलेको, त्यो साझा भएको क्या, ललितपुर पुल्चोक, होइन? पुल्चोकमा एउटा प्राइभेट हस्पिटल खोलेको रहेछ उसको भतिजाहरू। त्यहाँ गएँ म। 3 दिनदेखि बसेको छ भने, अनि के रोग लाग्यो भनेर उसको त्यो नातेदार, त्यो डक्टरलाई बोलाएँ। अब उसको नातेदार भयो भने म पनि भाइ नै भतिजो नै भन्यो भने, ए भाइ यहाँ आऊ त भने मैले त्यो डक्टरलाई। के भएको तिम्रो काकालाई भने, धरानकै केटो थियो। भन्दाखेरि होइन
पत्तै लागेको छैन अङ्कल भन्यो मलाई। अनि दिनको 2 पल्ट घोच्छौ अरे, होइन, रगत निकाल्छौ, रगत टेस्ट गर्छौ, युरिन टेस्ट गर्छौ, के थाहा हुँदैन, बडा कम्प्लिकेटेड छ भन्यो। त्यो कम्प्लिकेटेड छ भने अर्को ठाउँमा रेफर गरेर न भने, होइन हामीले त पठाइराखेको छ भने। भोलिपल्ट जान्छु, अझैसम्म आएको छैन, रिपोर्टमा पत्तो लागेन भन्छ। अनि उसको श्रीमती पनि हुनुहुन्थ्यो, छोराहरू पनि थिए। मैले भने प्रभुजी, प्रभु उसको नाम हो, धरनको हो, जानुहोस् दिल्ली भन्दाखेरि टिकट भन्यो, कता भारू साट्ने के गर्ने, अब 2-4 लाख लाग्छ भने त्यो तिमी हिँड, होइन मेरो कान्छी बहिनी छ, म भनिदिन्छु, तिमी नेपाली पैसा यहाँ दिदीलाई देऊ, पैसा दिन्छ ल, टिकट काट भनेर त्यो छोरो चाहिँलाई भने। छोरा स्वास्नीहरू अलिकति खुचुक्क पैसा खर्च हुने भएपछि अघि मैले जबरजस्ती पठाइदिएँ। पठाएको भोलिपल्ट त ऊ निको भयो। हेर्नुहोस् दिल्ली गएपछि उसलाई भएको रहेछ निमोनिया। एयरपोर्टबाट सिधै त्यो मेरो कान्छी बहिनीलाई फोन गरिदिए, उसले सिधै एयरपोर्टमा एम्बुलेन्स पठाइदियो। हस्पिटलमा जाने बित्तिकै एकैचोटि टेस्ट गऱ्यो, 4 घन्टामा त रिजल्ट आइहाल्यो, उसलाई भएको रहेछ निमोनिया, बिग्रेको रहेछ। अब हेर्नुहोस् है, अनि त्यसरी भारत जान्छ मान्छे। अपवाद होइन, धेरै जसो सुन्नुहोस् न। अब म तपाईँलाई अर्को पनि मेडिकल टेक्नोलोजी त नेपालमा भित्रिसकेको छ, होइन भित्रिसकेको छ त, त्यो गला काट्छ नि त, गला काट्छ। तपाईँ त्यो चिज बुझ्नुहोस् न। मेरो भाइलाई भारतबाट पनि मैले अब यसलाई लामो नपार्नुहोस्, धेरै देखेको छु, नेपाल आएर कुरा सुन्नुहोस् न। तपाईँ यार बडा, तपाईँहरूको जुन यो भारत, म भारतको चाहिँ दलाल हो र मसँग यसरी कुरा गर्नुहुन्छ तपाईँ। म के भन्दैछु भने ती रोहिङ्गिया त्यहीँबाट आएका हुन्, ती बङ्गलादेशी त्यहीँबाट आएका हुन्, अघि तिनीहरूलाई भोलि डिपोर्ट गर्नु पर्यो भने नेपालसँग त्यो इन्टरनेसनल सम्बन्ध, त्यो पैसा, त्यो म्यान पावर छ र तपाईँ गर्नुहुन्छ, तिनीहरूलाई फकाएर राख्नुहुन्छ। अर्कोपल्ट झन् बलियो भएर आउँछ, अर्कोपल्ट झन् तपाईँसँग मागबेजी भएर आउँछ। अब अझै पनि भारतबाटै छिर्छ। तपाईँ बोर्डर सिल गर्न सक्नुहुन्छ तपाईँको पुलिस आर्मीले। यो अहिले यो साम्प्रदायिक यो के अरे जुन हिंसा अगर नेपालगञ्जसँग फैलिदियो भने आर्मीले त पत्तै पाउँदैन कता गोली चल्यो र कता के गर्यो भनेर। त्यसैले त हेपिराखेको छ त। उनीहरू त चाहन्छन्, जसले जसले आर्मीलाई दोष दिइराखेको चाहन्छन् कि आर्मी पङ्गु होस् अनि हाम्रो लट्ठी लिएर हाम्रो गुन्डाले चाहिँ देश कब्जा गरौँ। त्यो कसले बुझेको छैन। त्यही सिके राउत होइन मधेस अलग हुनुपर्छ भन्ने। त्यसैको तपाईँ के अरे पक्ष लिनुहुन्छ। जो नेता देश टुक्राउनुपर्छ भन्छ त्यो नेपाली हुन सक्छ। उनीहरूले नै यिनीहरूलाई चाहिँ यस्ता यस्ता एलिमेन्ट्सहरूलाई चाहिँ संरक्षण नभए 15-15 लाख कसरी यहाँ छिर्यो र बसिराखेको छ त्यो थाहा हुँदैन। तपाईँ हामी एकजना दुईजना यी फेरीवाला आउँदाखेरि कहिलेकाहीँ म तरकारी किन्छु, कसैले माछा लिएर आउँछ, कसैले के लिएर हेर्दाखेरि त्यसको जुन फिजिकल बनोट छ र त्यसको हेल्थ र त्यसको बोली छ तपाईँ पत्याउनुहुन्न। एकदम एउटा अफिसरको बोली छ। यस्ता छैन नि यहाँ, तपाईँले महसुस गर्नुभएको छ। अब यसमा के छ भने बोलाएको छ, छिटो जानुहोस् नभए तपाईँहरूको आउट अफ कन्ट्रोल हुन्छ। यो कुरा उठाउनुहोस् त्यहाँ। अब यसलाई सम्हाल्नु पर्यो। त्यति भइसकेपछि त्यसपछि चाइनासँग कुरा गर्नुहोस्, अमेरिकासँग बिर्सेर पनि कुरा नगर्नुहोस्। यस्तालाई अमेरिकाले साथ दिन्छ। आतङ्कवादी सङ्गठनहरू, एक्सट्रिमिस्ट सङ्गठनहरूलाई अमेरिकाले नै साथ दिन्छ। अमेरिका भनेको आफ्नो स्वार्थमा जे पनि गर्न सक्ने देश हो। फोकटिया कुरा, फोकटिया। दाउद इब्राहिम भनेको एउटा स्मगलर हो। यो कट्टरपन्थी मुसलमान। दाउद इब्राहिम ठुलो कि
के अरे आयतुल्ला ठुलो कि टर्कीको चाहिँ प्रेसिडेन्ट ठुलो भन्नुहोस् त। दाउद इब्राहिम त अहिले पाकिस्तानले चाह्यो भने उसको सिक्योरिटी हटाइदियो भने भोलिपल्ट भारत गएर जसरी मदुरोलाई चाहिँ भेनेजुलामा लिएर भारतले ल्याइदिन्छ। तिनीहरूको कुरा होइन, एउटा सङ्गठन हो यो। त्यसलाई धार्मिक आड दिएको छ। हरेक सङ्गठनको पछाडि केही न केही सामाजिक धार्मिक के अरे शक्तिको सहयोग नभइकन कुनै सङ्गठन बाँच्दैन। त्यस्तो कुरामा हामीहरू सिरियस हुनुपर्छ क्या। तपाईँ भारतको रिस गर्दा गर्दा नेपाल जाला भन्दैछु। तपाईँ हाँस्दै हुनुहुन्छ। अझै पनि म भन्छु तपाईँहरू जस्ता यङ जेनेरेसनले दिमाग खोलेर राख्नुहोस् क्या। भारतको कुरा आउने बित्तिकै त्यो दिमाग बन्द गरिदिने। यहाँ नेपालको हाम्रो संस्कृतिको सभ्यताको आस्थाको कुरा आउने बित्तिकै त्यो सुन्न नचाहने, त्यसको विरोध गर्नुपर्ने। त्यही विरोध गर्दा गर्दै अहिले हेर्नुहोस् त अर्क पस्यो। अहिले सुन्दैछु होइन, अब म अरूहरूले भनेको मलाई त थाहा छैन होइन, उसले चाहिँ तिमीहरू बम के अरे बोल बमको बेलामा चाहिँ हेरौँला भनेर भनेको थियो अरे भन्छन्। यो डाक्टर सुरेन्द्र केसीले को मुखबाट सुनेको छु। अब त्यसैले उसैको टाउकोमा हालिदिन सक्छ मुसलमानको अत्याचार, यो कट्टरपन्थीको अत्याचार हर्कलाई हालिदियो भने तपाईँले बलिको बोको पाउनुभयो कि भएन? त्यो कसले हालिदिन्छ? सिके राव जस्तोले हालिदिन्छ। अनि उसले संरक्षण गरेको शक्ति बचायो उसले। हामीलाई त त्यसरी नै 35 वर्ष यी पार्टीहरूले बेगु बनाए। अहिले अरू कसैले बनाएको छैन। यो तपाईँहरूको म जति तारिफ गरे पनि अहिले तपाईँहरू यो युट्युबर जुन भाइ बिना हुनुहुन्छ, तपाईँहरूले नेपालको माहौल बिगार्दै हुनुहुन्छ। किन बिगार्दै हुनुहुन्छ भन्नुहुन्छ भने तपाईँ सबै पक्षको निष्पक्ष बहस राखिदिनुहोस्। आफ्नो कुरा लाद्न नखोज्नुहोस्। अघि मेरा कुरा पनि सुन्छन्, डाक्टर सुरेन्द्रका पनि सुन्छन्, अरूका पनि सुन्छन्, सिके राउतका पनि सुन्छन्। मेरा मात्रै सुन्छन् भन्ने कुरा होइन नि। जब परेपछि त्यो बुढोले त मलाई ढाँट्यो, श्यामबहादुरले मलाई ढाँट्यो पनि भन्न सक्छ। होइन, मलाई त पहिले नै भनेको थियो, मलाई फलानुको चाहिँ कुरा सुनेर म चाहिँ धोका खाएँ भन्ने पनि त छन् कि छैन नि? त्यस्तो दिन आउला, त्यस्तो दिन आउला सन्दीप भाइ। त्यसकारण आवेशमा होइन, म किन आवेशमा, म आवेशमा होइन, मलाई रिस उठ्छ क्या। जब तपाईँहरू जानी बुझी बुझ पचाउनुहुन्छ, तपाईँ सुन्न चाहनुहुन्न। तपाईँहरू चाहिँ मिडिया पर्सन हो, तपाईँहरूले त सुन्ने हो। तपाईँको कुरा भन्ने हो भनेदेखि त यहाँ छन् त के अरे निमकान्जी जस्ता छन्, आफ्नो कुरा राख्छन्, मुनपर्नेले सब फलो गरेको छन्, मुनपर्नेले सुन्दैनन्। अन्तिममा म के भन्छु भने बडा सिरियस छ। हेर्नुहोस् किन म सिरियस भन्छु भने कोरोनाको टाइममा ओलीजी नै होइन, त्यतिखेरको प्रधानमन्त्री उसमा हाउसमा उभिएको रोस्टममा उभिएर यो केही पनि होइन, हाम्रा आयुर्वेदिक ट्रिटमेन्टले निको हुने हो, तातो पानी होइन बेसार खायो भने हाछ्यौँ गऱ्यो भने जान्छ भन्दाखेरि 3 वर्ष देश तबाह भएन। नेपाल मात्रै होइन, दुनियाँलाई कोरोनाले असर पार्यो। मेरो एउटा छोराको साथीले एउटा मल्टिनेसनल फ्रेन्च यो सोलर प्यानलको चाहिँ र त्यसको ब्याट्रीको चाहिँ एउटा कम्पनी ल्याएको थियो मल्टिनेसनल। अघि त्यो कम्पनीसँग मैले त्यस बेलाको
हाम्रो यो पुन छैन के अरे माओवादीको वर्तमान उसँग कुरा गराएर अब नेपालमा सस्तो सोलर एनर्जी गर्ने भनेको छु। 3 वर्षपछि कोरोना सिद्धिएपछि मैले फोन गर्दा त्यो कम्पनी दुनियाँभर त्यसले लगानी गरेको रहेछ, कोरोनामा त्यो टाट भयो। त्यस्तै होला, यो चिज सिरियस छ। 15 लाख यहाँ के अरे मुसलमान छन् विदेशी, त्यसलाई हाम्रो नेपाली मुसलमान र नेपाली समाजबाट जति सक्दो छिटो तुरुन्तै अलग गर्ने र यहाँबाट डिपोर्ट गर्ने नेपालले गरेन। त्यसको लागि कोसँग सहयोग लिनुपर्छ? भारतसँग नलिकन गर्न सक्छौ, गर। चाइनासँग लिनुपर्छ, गर। अमेरिकाले नै ट्रम्पलाई बोलाउनुपर्छ, बोलाऊ, तर हटाऊ। मैले भारतसँग किन भनेको भने उसलाई पनि यसको समस्या, यो ट्विन समस्या हो। यहाँ कट्टरपन्थी मुसलमानहरूको चाहिँ बेस भइदियो भनेदेखि मोदीले त्यो चाहेको छैन। त्यसकारण उसले अहिले त्यो डिप्लोमेटिक ल्याङ्ग्वेज हो, नभएदेखि यहाँको एम्बेसीबाट भन्थ्यो, हो कि होइन? त्यो भनाएको हो, छिटो आऊ, तिमी ढिलो नगर, बसेर कुरा गरौँ, तिमीलाई कुरा बुझाइदिन्छु, मान्नु नमान्नु तिम्रो हो, भोलि मैले कारवाही गर्नु नपरोस्। त्यो वार्निङ पनि हो, त्यो चाहिँ याद गर्नुहोस्। मैले कतिपल्ट भनिसकेँ, कुनै दिन यस्तो आउला हाम्रा नेताको मूर्खताले कि भारतले सेना पठाउनु पर्ला। म त त्यो पनि वार्निङ दिइराखेको छु। म गएर ल्याइदिने होइन त नि। यही चिज मिसअन्डरस्ट्यान्डिङ नहोस् नेताको बिचमा भनेर म बेलुका 6 बजे र 7 बजेको हाराहारीमा त हिन्दीमा कार्यक्रम गर्दैछु। त्यसले मेरो च्यानललाई आर्थिक ठुलो नोक्सान भएको छ। त्यो त तपाईँ मान्नुहुन्छ। तर किन गर्दैछु भनेदेखि मैले भारतीयहरूको पनि गलतफहमी हटोस्, नेपालीहरूको पनि गलतफहमी हटोस् भनेर गरेको। यो मेरो यस लास्ट एउटा प्रयास हो, यो उमेरमा प्रयास हो। यसको त कमसेकम कदर गरेर मलाई त राम्ररी बोल्न दिनुहोस्, अरूलाई दिनुहुन्छ कि दिनुहुन्न। ल सन्दीप भाइ, यति भन्दै हाम्रो यो अभियान हो होइन, यसमा सन्दीप भाइ इन्द्रेणीको तर्फबाट हुनुहुन्छ, स्ट्यान्डर्डको गोकर्ण हुनुहुन्छ, हाम्रो सन्देशको मिन खड्गा भाइ हुनुहुन्छ, सिधा प्रहार र हाम्रो सन्देशको मिन भाइ हुनुहुन्छ, हाम्रो राष्ट्रिय सवाल छ। यो 5वटा च्यानललाई लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, सेयर गरेर कमेन्ट गरेर सहयोग गरिदिनुहोस्। हाम्रो यो अभियान चलाउनलाई हामीले QR कोड राष्ट्रिय सवालमा हेर्नु होला। ई सेवा र IME सेवाको पनि हामीले को लागि चाहिने नम्बर पनि दिएका छौँ। हामीलाई सहयोग गरेर हामीले चलाइराखेका छौँ। त्यसकारण हामी आम्दानी भन्दा हामीले समाचार चाहिँ पुर्याउन सक्यौँ, सन्देश पुर्याउन सक्यौँ भने हामी सफल भएको ठान्दछौँ। धन्यवाद। धन्यवाद सर।